जब नेपालमा हरेक वर्ष +2 रिजल्ट अनाउन्स हुन्छ तब जनसङ्ख्या र गर्मी भन्दा बढी अभिभावकहरूको र विद्यार्थीहरूको प्रेसर बढ्छ। फर्स्टमै म यो कुरा क्लियर पार्दिन्छु, म यो भिडियो कुनै एक्सपर्ट भएर बनाइरहेको छैन। +2 गरेपछि मैले यो कुराहरू थाहा नपाउँदा मेरो 2 देखि 3 वर्ष त्यत्तिकै बर्बाद भयो र म आज तपाईसँग त्यही कुरा सेयर गर्न गइरहेको छु जसले गर्दा तपाईहरूले मैले गरेको ती गल्तीहरू दोहोर्याउनु नपरोस्। +2 पछि करियर कसरी चुज गर्ने, गोल कसरी सेट गर्ने र लाइफको त्यो ब्रुटल कुरा जुन कुरा तपाईले आफ्नो नजिकको मान्छेले पनि भन्दैन। यदि तपाई भर्खरै रिजल्ट आएको विद्यार्थी हो वा तपाई कुनै विद्यार्थीको अभिभावक वा आफन्त हुनुहुन्छ भने यो भिडियो तपाईको लागि अहिले समयकै बेस्ट र हेल्पफुल हुनेछ। तपाईहरुको रिजल्ट कसैको 90%, कसैको 60%, कसैको 50% आएको होला, कसैको सँगै पढेको साथीको भन्दा बढी त कसैको कम पनि आएको होला, कसैको अपेक्षा गरे भन्दा र मिहिनेत गरेको भन्दा कम पनि आएको होला। आज हामी यस्तो समाजमा छौं जहाँ यदि तपाईको राम्रो जिपी आयो भने तपाई जिनियस, कम आयो भने तपाई एभरेज र यदि फेल भयो भने तपाईको जिन्दगी समाप्त भयो भनेर भनिन्छ। फल्नाको छोराले यति ल्यायो, फल्नाको छोरीले यति ल्यायो, तैले किन ल्याउन सकिनस् भनेर मार्कसिट नै सबथोक हो भनेर तपाईलाई महसुस पनि गराउँछ। त्यही भएर म एउटा क्वेशन गर्छु, यदि मार्क्सले नै सबै कुरा निर्धारण गर्ने हो भने किन धेरै टप्परहरू सामान्य जीवन बाँचिरहेको छन् भने किन एभरेज विद्यार्थीहरू आज लग्जरी लाइफस्टाइल बिताइरहेको छ? के जति पर्सेन्ट आयो त्यति नै राम्रो जीवन जिउने हो र? पक्कै पनि होइन होला। फेरि यो प्रश्नले मैले यो पनि भन्न खोजेको होइन कि राम्रो नम्बर मार्क्स काम नै छैन भनेर, किनकि एउटा लयर बन्न चाहनुहुन्छ भने तपाईले त्यही अनुसारको मार्क्स र त्यही अनुसारको कलेजमा भर्ना हुनुपर्छ। राम्रो नम्बरले राम्रो कलेज, इन्टरभ्यु र एउटा राम्रो बाटो खुलाइदिन्छ र तपाईको मिहिनेतले त्यो पाउनु भएको छ भने तपाईलाई बधाई पनि छ। यदि कोही कम मार्क्स ल्याउनु भएको छ भने पनि निराश नहुनुहोस्। म म्याथ गर्न एकदमै रुचाउने र म्याथ टपर हो, तर मेरो लाइफमा त्यो म्याथको मार्क्सले कहिले पनि भ्यालु एड गरेन। म्याथका ती फर्मुलाहरूले कहिले पनि सिकाएनन् कि को मान्छेसँग कसरी डिल गर्ने, मेन्टली प्रेसर भएको बेलामा कसरी ह्यान्डलिङ गर्ने, कसरी अगाडि बढ्ने, कसरी डिसिजन लिने जस्ता कुराहरू। झन् मेरो भन्दा साथीको बढी नम्बर आयो म पछि परे भनेर सोच्दै हुनुहुन्छ भने त्यो सोच्दै नसोच्नुहोस्। तपाईको रेसमा कोही छैन। अबको तपाईको यात्रा भनेको कसैसँग कम्पिटिसन गर्नु भन्दा पनि हिजो भन्दा आज र आज भन्दा भोलि बेटर गर्दै जाने हो। यदि कोही फेल हुनु भएको छ भने पनि तपाईले रिस्टार्ट गर्नुहोस्। सायद हिजो तपाईले केही गल्ती गरे होला, आज सुधार्नुहोस्, अर्को मुभको लागि तयारी गर्नुहोस्। संसार त्यही मान्छेले जितेको छ जो मान्छेले दोस्रो पटक प्रयास गर्छ। तपाईलाई थाहा छ ज्याकमा जो $1 बिलियन कम्पनी अलिबाबाको फाउन्डर हो, ऊ कलेजको इन्ट्रान्समा 3 पटक फेल भएको थियो। 10 पटक आवेदन दिँदा हार्वर्ड युनिभर्सिटीबाट 10 पटक नै रिजेक्ट भएको थियो। त्यति मात्र होइन, KFC कम्पनीमा जागिरको लागि 23 जना छानिदा ऊ 1 जना मात्र रिजेक्ट भएको थियो। यदि ज्याकमाले त्यही समय आफू फेल रिजेक्ट भयो भनेर छोडिदिएको भए आज न अलिबाबा रहन्थे न ज्याकमाको नाम नै। त्यही भएर यदि यो समय तपाईलाई ठूलो दुर्घटना होबाट आफैलाई बचाउने हो भने तपाई भित्रकै मिहिनेत, अनुशासन, हार नमान्ने र फेरि गर्छु भन्ने आत्मविश्वासले हो। त्यही भएर रिस्टार्टको लागि तयारी हुनुहोस्। अब भिडियोको सबैभन्दा महत्त्वपूर्ण पार्ट रह्यो करियर कसरी छान्ने, करियर छान्दा के गर्ने र के नगर्ने। सबैभन्दा पहिलो कुरो त भिडको पछि नलाग्नुहोस्। तपाईको मिल्ने साथी अस्ट्रेलिया जाँदैछ, उसले म्यानेजमेन्ट पढ्न चाहन्छ, अरू इन्ट्रान्स लोकसेवा गर्दैछन् भन्दैमा तपाई त्यही नगर्नुहोस्। यसको मतलब यो हो कि तपाई फरक हो र तपाईको साथी फरक हो। अल्बर्ट आइन्स्टाइनले एकचोटि भनेको छ कि संसारमा जो कोही पनि जिनियस हुन्छ, तर एउटा माछाले रुख चढ्छ भनेर विश्वास गर्नुहुन्छ भने तपाई मूर्ख हो। त्यही भएर आफूले के गर्न सक्छ, आफ्नो क्षमता के हो भनेर चिन्नुहोस् र मान्छेको पछाडि नलाग्नुहोस्। दोस्रो कुरा, यदि तपाई ब्याचलर गर्ने सोचमा हुनुहुन्छ भने ब्याचलर मात्र जोइन गरेर नबस्नुहोस्। कलेज पढ्दै गर्दा कोडिङ, भिडियो एडिटिङ, डिजिटल मार्केटिङ, पब्लिक स्पिकिङ, रिसर्च, AI जस्ता सिपहरू सिक्नुहोस्। किनभने लाइफ डिग्रीले चल्दैन, लाइफमा स्किल चाहिन्छ। तपाईले एउटा कुरा के नबिर्सिनुहोस् भन्दाखेरि मान्छेले सबैभन्दा बढी एफोर्ट लाउन सक्ने समय भनेको 20s हो। यो समयमा तपाईले समयको सदुपयोग गरेर जे कुरा पनि सिक्न सक्नुहुन्छ र त्यसमा एफोर्ट लाउन सक्नुहुन्छ भने समयलाई 1 घण्टा पनि खेर नपाल्नुहोस्। लियोनार्डो दा भिन्चीले भन्छ कि समय उसको लागि लामो समयसम्म रहन्छ जसले यसको प्रयोग गर्छ। र लास्टमा तर एकदम इम्पोर्टेन्ट कुरा, करियर छान्नको लागि जापानिज टेक्निक इकिगाईको प्रयोग गर्नुहोस् जसमा 4 वटा प्रश्न छ, नोट गरेर राख्नुहोस्। फर्स्ट क्वेशन तपाईले आफैलाई सोध्नुहोस् कि मलाई के मन पर्छ। सेकेन्ड कुरा, म कुन काम र विषयमा राम्रो छु। र थर्ड, त्यो के कामबाट जसले समाजमा पैसा र सम्मान कमाउन सकिन्छ। जहाँ यो कुरा तपाईसँग जोडिन्छ त्यही नै तपाईको लागि संसारको सबैभन्दा बेस्ट करियर हो। र लास्टमा, यदि तपाई मिडल क्लास फ्यामिलीबाट बिलोङ्स गर्नुहुन्छ भने म तपाईलाई एउटा रियालिटी बताउँछु। +2 सकेर एकातिर हामी नयाँ मोबाइल किन्ने, नयाँ लुगा लगाउने, सामाजिक सञ्जालमा नयाँ साथी बनाउने र जीवनको नयाँ अध्याय सुरु हुने सपना देखिरहेका हुन्छौँ भने अर्कोतर्फ समाज आफन्तले तपाईलाई यसरी कमजोर बनाइदिन्छ कि यति मार्क्स ल्याएको मान्छेले अब के गर्छौ, अब के पढ्ने, लाइफमा कसरी अगाडि बढ्ने, विदेश जाऊ, फल्ना व्यक्तिले यो गरिसक्यो भन्ने प्रश्नहरूले
तपाईलाई भित्रभित्रबाट भत्काइदिन्छ। तर मेरो लास्ट सजेस्ट तपाईलाई तपाईँ त्यही गर्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, किनभने लाइफमा रिग्रेट नहोस्। यति कुरा जानेर बुझेर र सुनेर तपाईले गल्ती गर्नुभयो र लाइफमा रिग्रेट भयो भने त्यो रिग्रेटको अलिकति पनि भ्यालु हुने छैन। सफल हुने तरिकाको लिमिटै छैन। भोलि तपाईँ आफ्नो ड्रिम लाइफ जिउँदै गर्दा, आफ्नो मान्छेसँग समय बिताउँदै गर्दा, कुनै ठाउँमा गएर भ्याकेसन मनाउँदै गर्दा तपाईको पर्सेन्टेज कति छ भनेर कसैले सोध्ने छैन। त्यसैले नम्बर कम आयो, फेल हुनुभयो भने पनि निराश भएर बस्नुभन्दा अब कसरी बेटर हुने भन्ने बारे सोच्नुहोस्। किनकि भनिन्छ नि, समस्या परेको बेला चिन्ता होइन चिन्तन गर्नुहोस्। यस्तै मोटिभेटका कुरा, सेल्फ इम्प्रुभमेन्ट, साइन्स, टेक, साइकोलोजी, सक्सेस र तपाईँ एउटा क्युरियस व्यक्ति हो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, किनकि तपाईलाई बेटर मान्छे र बेटर लिडर हुनबाट कसैले रोक्न नसकोस्। लेट्स डिकोड द वर्ल्ड टुगेदर।